यतातिर यो ओठतिर हान्दै गयो यस्तो अन्त यो वाला बिजोग छ नि मेरो ढिलो भइहाल्यो क्या अलिक यताउता घरमा कति काम हुन्छ कति गर्न आएको हामी खोला दा त्यो के पो भन्छ सुनकोसी होइन बुबा सुनकोसी त्यो पानी पर्न लाग्यो तिरतिरे धाराको लैलै भने हजुर हुन्छ ओहो कति चिसो न चिसो जिउ काट्छ नि नाकमा लिप छिर्छ नि फेरि त्यस्तोतिर त नाकमा छिर्यो भने चाहिँ त फेरि बिजोग हुन्छ क्या एक काका फेरि कति बेला जानुहुन्छ अब So hello everyone, welcome back to my channel, a new video. I hope the birds of my सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै एन्ड फिट एन्ड फाइन छु साथीहरु अनि आफ्टर लङ टाइम पछि म फेरि तपाईहरुको अगाडि यो थपडा लिएर उपस्थित भइसकेको छु स्वीकार्नु होला ओके अनि त्यो साथीहरु म चाहिँ यहाँ माथि अलिकति पुगेर आको मोबाइल चार्ज गर्नु भनेर गएको के गर्नु अहिले त पानी परेर बर्खा लाग्यो साथीहरु पानी परेर लाइनै आउँदैन खै चारैतिर जलथल छ पानी जमेर यतातिर बाटैभरि यस्तो छ यस्तो छ लाइन आएन अनि मोबाइल त्यतिकै चार्जर लिएर आइसकेँ मैले अनि कपडा वेस्टहरू ए हनुमाने कट्टी चाहिँ झऱ्यो कि गाउँ अनि त्यस्तो साथै आजको मौसम अनि फेरि तपाईहरुले देख्न सक्नुहुन्छ ल आजको मौसम यस्तो छ पानी पर्न लागिसक्यो वाटर सलल भने जस्तो पानी पर्न लागिसक्यो हावा चल्दैछ निकै यस्तो छ है साथीहरु अब भयो त यस्तो छ आजको मौसम तपाईको बर्खा मासको मौसम यस्तै हो है साथीहरु हाम्रोतिरको त अनि आज चाहिँ क्या बिहान यसो मौरी काट्दिउँ भनेर यसो मौरी हेर्न गएको त यहाँ चिल्ड्रेन यहाँ यो छैन यत्रो सुनेर चाहिँ रातो भएर बिहान मौरीले हानिदिइहाल्यो नि नाक कानमा चाहिँ यतातिर यो ओठतिर हान्दै गयो यस्तो अन्त यो वाला बिजोग छ नि मेरो बिजोग आफ्टर लङ टाइम पछि मैले भिडियो स्टार्ट गरेँ बिकज अब त्यसमा पनि छन् धेरै नै रिजनहरू कारणहरू छन् अनि त्यसमा अब म अलिकति बिजी पनि थिएँ त्यही भएर म भिडियो बनाउनु पाइरहेको थिइनँ सो आज आइरहेको छ हेरेर इन्जोय गर्नु होला ट्याङ मजा तरिकाले म एक्लै बरबराउँदै हिँडिरहेको छु सो तपाईँहरूको लागि होइन एक्लै बरबरा हिँडिरहेको छु कतै छ त कोही छैन मान्छेले देख्यो भने के भन्छ ए खलिबली मलाई म बनाउँछु नि होइन अनि हेर्नु न पानी सबै बर्खा सबै पानी परेर जमेर घरिघरि त्यस्तो बिजोग परिदिन्छ घरिघरि अनि सो मेरो लुक्स आज मैले कपाल काटेको पनि धेरै भइसक्यो हेर्न सक्नुहुन्छ म एकदम होप म अलिक ह्यान्डसमै देखिरहेको छु होला होइन तपाईहरुलाई पनि लाग्छ होला सधैँ जान्छु अनि त्यसपछि आज हाम्रो निकै नै छुट्टै खालको त्यो हुनेवाला छ म तपाईहरुलाई पर आफै जानकारी गराइहाल्छु यस्तै छ है साथीहरु यस्तै छ अब धानको बिउ राख्ने बेला भयो ब्याड हान्दैछ ब्याड राख्दैछ हाम्रोतिर पनि त्यस्तै छ तपाईहरुकोतिर के कस्तो छ गाउँघरमा हुनुहुने मेलापात गर्नुहुनेहरूले त पक्कै अवश्य गर्दै नै हुनुहुन्छ परदेशमा हुनुहुने यताउता हुनुहुनेहरू त अब त्यो हुँदैन है अनि यस्तै छ यो सानो अब यो मौसम जस्तो मौसम चाहिँ मलाई मजा लाग्छ कि राम्रो लाग्छ घाम भयो भने पोल्छ पानी पर्दा पनि यो वाला क्या यो टाइपको कस्तो आनन्द हुन्छ नि होइन लास्ट आनन्द सो साथीहरु हामी चाहिँ लागिसक्यौँ अहिले
नाचतिर अनि कता हिँडिरहेको छु त्यो तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ बिस्तारै म भरे भन्दै जान्छु तपाईँहरूले देख्दै जानुहुनेछ अनि अहिले चाहिँ आधी बाटोमा पुगिसक्यौँ त्यो चाहिँ अलिक मासतिर गइसकेपछि अब छ नि धेरै ठाउँहरू साथीहरू अनि अहिले चाहिँ बुबासँग हामी दुईजना गइरहेको छौँ मैले चाहिँ गाडी बोलाएको छु अटो बोलाएको छु अटो आएको छैन त्यो भएर अटो नआएको कारणले हामीले चाहिँ हिँडिरहेको छौँ अहिले मजा भइहाल्यो तपाईँको लुक्स होइन ढिलो भइहाल्यो क्या अलिक यताउता घरमा कति काम हुन्छ कति ढिलो भयो गन्थन मन्थन भयो पानी पनि पर्ला जस्तो छ के गर्ने के खै चम्म साथीहरू अब अरे गाह्रो भयो अझै गर्न आएको हामी होइन तपाईँ माथिल्लोपट्टि बस्नु भन्दा आमामै पर्खामा जस्तो बाटो त यता त साह्रै खत्तम टाउकै दुख्यो मेरो त अहिले 10:50 भयो सेउरान अहिले चाहिँ हामी कोसीमा आइसकेको छौँ ट्याकको लागि तपाईँले देख्न सक्नुहुन्छ बाढी आएर पुरै पुरा कोसी बाढी आइरहेछ अनि हामी चाहिँ यहाँ उसो अनि मलाई चाहिँ थाहा थिएन म धेरै समय भइसकेको थियो होइन मैले थाहा थिएन त्यो यता पनि त्यो राईको त्यो हुँदैन पुल आएको रहेछ क्या चण्डी हुँदो रहेछ उता तलपट्टि त्यहाँबाट भर्खरै स्टार्ट हुँदैछ त्यही हेरौँ न भर्खर सुरु हुँदो रहेछ पसल ससल यता खेलसेल सबै च्याप्री कुराहरू हुँदो रहेछ सो त्यही हो हामी चाहिँ अब यसो गाडीबाट झरेर खाजासाजा खाइसक्यौँ त्यसपछि हिँडेको अगाडि हामी अहिले पुलमा आमा खुसी त्यो खोलाले बगाएर ल्याउँदो रहेछ नि बुबा खोलाले बगाएर के कसरी ल्याउँछ लगडी अनि त्यहाँ अहिले पुल पनि लाङ लागेको छ त्यतातिर हो त्यतालाई क्रेन पनि छ त्यो उठाउने क्रेन त्यही हो अब माला ए त्यो बाँधेर अनि यो तल चाहिँ के त यो त्यो अरू गाडीहरू तार्ने के हो त्यो के त त्यो तल अनि पुलबाट तरिहाल्छ नि पुलबाट तर्दैन र पानी जहाज हो त्यो नेपालको पानी जहाज जस्तो छ त्यो त नेपालको पानी जहाज हो क्या यो अनि यति छोटो यहाँ चाहिँ यो अनि के गर्ने यत्रो पछि छोटो यो खोलाको फाट हुँदाखेरि त ठिक हो त्यो साथीहरू आउने गाउँघरतिर यस्तै छ है साथीहरू है दलमल्ला
झलमल्ल मसिया पुलमा अलमल्ल पछि छ्याम्मै छिर्यौँ होइन बाढी साडी आएर पुरै हल्ला भइरहेको अनि साथीहरू अहिले चाहिँ हामी उहाँ परसम्म बस आउँछ यता चाहिँ यो शाखा भयो बाटो त्यो कारणले गर्दा यता बस आउँदैन उता मेन रोडतिर चाहिँ आउँछ बस अनि बस तलबाट बस चढेर आएको कस्तो रेगडा चलेको यस्तो हलाएपछि अनि रेगडा चल्दैन नि त यस्तो माते जस्तो भयो अनि यसो देख्न चाहनुहुन्छ तपाईँहरूले है गाउँघरतिरको यस्तो डाँडाकाँडा कस्तो दामी छ होइन कस्तो मेरो त कानै त्यो बस हलेको त्यो उसले गर्दाखेरि होला त्यो कस्तो क्या कानै बुझेको जस्तो भयो मेरो त सो उता तल खोला उता त्यो के पो भन्छ सुनकोसी होइन बुबा सुनकोसी त्यो तातिर देख्न सक्नुहुन्छ भ्यू घरि न घरि के हुन्छ यस्तो देख्न सक्नुहुन्छ भ्यू हाइट अनि यता देख्नुहुन्छ यतै हेर्नु न यहाँ कस्तो छ खतरा छैन यस्तै छ बस गाउँघर पनि रमाइलो छ पानी पर्नु लागिसकेको छ पुरै चराचुरुङ्गीहरू कराउँदैछ तातिर मजा तरिकाले यता पनि बिजुलीको बल राम्रो आइसकेको छ नि अनि अब हामी चाहिँ लगभग कति जति हिँड्नुपर्छ होला हामी 1.5 घन्टा बुबा सो हामी अब 1.5 घन्टा जति हिँडेपछि पुग्छौँ हाम्रो गन्तव्यमा पुग्छौँ अनि त्यही छ बाह्र पनि भर्खर 12 बज्दैछ मौसम पनि पुरै रात परेको जस्तो अँध्यारो न अँध्यारो छ यस्तो मेरो बुढी पनि खाजा खाएको हल्लाएर उसले बसले तर अटोले भन्दा कमै हल्लायो जस्तो लाग्यो मलाई त अटोले त झन् खतरा हल्लाएर के सबै एउटै चल्यो सबै रुखपातले पनि नयाँ चिउला आउँदैछ सबै मान्छे चाहिँ सुक्कै छैन है त अस्तिको पानी पर्नु लाग्यो झन्नै पछाडि यो होइन लाकुवाको बोट होइन यो यिनीहरू साथीहरू गिट्ठाको बोट हाम्रोतिर थुप्रो बस यतातिर हेर्नु त त्यो गिट्ठा भ्याकुर भन्छ नि यो गिट्ठाको बोट हो के भ्याकुर चाहिँ केलाई सुवालाई भ्याकुर भन्छ रमाइलो छ शान्त एकदम चराचुरुङ्गीको अब हेर्नु पाउँछौ त्यो माथि कस्तो दामी देखेको होइन अझ मेरो आइफोन भएको भएमा यस्तो खतरा देखाइदिन्थ्यो तर के गर्नु अलिक एन्ड्रोइड परेर जम्बो लुगा अनि गाउँघर यस्तै छ मान्छे चाहिँ चरामुसो भेटिँदैन तर एकदम चराचुरुङ्गीको आवाज पनि नसुनेको धेरै भयो जस्तो लाग्यो मलाई त यहाँ सुन्दाखेरि कस्तो अनौठो पो लाग्दैछ त्यहाँ कसको अरू बाँधेको छ कराउँदैछ पनि भैँसीहरू बाँधेको रहेछ अनि साथीहरू गाउँतिर चाहिँ यस्तो गाउँतिरको खानेपानी यस्तो हुन्छ है यो छैन छ नि यो यस्तो क्या पुरै पाइपमा टाँगेर अनि रुखतिर यताउता गरेर कुनैले गाड्छन् पनि त्यस्तो हुन्छ अनि यताको पानी चाहिँ बहुत रसिलो क्या एकदम रसिलो हुन्छ मधेसतिरको त काम छैन तागत पनि दिँदैन यताको एकदम रसिलो हुन्छ पानी यताको त कलमा खाँदा गनाएर
त्यो पुरै राति जस्तै पुरै भएर पनि कराउँदैछ त्यो किरिकिरी गर्छ नि त्यो राति त्यस्तै कराउँदैछ मेरो मोबाइल पनि अफ हुन लागिसक्यो लाइन यता पनि चालु भएको छैन रहेछ नि उता कि भएको छ लाइन चालु भइसकेको पाइप त्यहाँ पानीको पाइप त खतरा गरी टागेछ त ऊ डेन्जर गरी टागेछ कालो बनमारा थुप्रो कालो बनमारा भन्छ नि यसलाई त्यो त थुप्रो छ साथीहरू कालो बनमारा थुप्रो छ अनि यो चाहिँ एक प्रकारको त्यो ऊ पनि भन्छ क्या औषधि त्यो आलो घाउमा मारेर लाउँदाखेरि यसले चट्टनीको पार्छ क्या यसले कालो बनमारा भन्छ यसलाई हाम्रो त त्यो लट्टै हुन्छ हामी त गोठालो गर्दा टिप्ने त्यसपछि चुङ्गी बनाएर क्या यो यसरी चुङ्गी खेल्थ्यौँ हामीले पहिला गाउँतिर हुँदा तलतिर त भेटे पो खोइ भेट्नु परेन पानी तिर्खा लाग्दैछ खान्न सानो रहेछ पानी पनि तिरे धाराको लैलै हजुर हुन्छ ओहो कति चिसो केले खानु हातबाटै खानु जिउ काट्दैछ नि नाकमा लिप छिर्छ नि फेरि त्यस्तोतिर त नाकमा छिर्यो भने त भन्दा फेरि बिजोग हुन्छ मुख पनि धुनु पर्दैन मेरो त आमा कति चिसो बहुत आनन्द तपाईँ खानु नै जान्दैछु पानी पनि खाइयो उता लग्यो खाजा खाएको कि त्यो गाडी हल्लाएर कस्तो पोल्दैछ मेरो त पेटै पोल्दैछ हौ मधेसमा पहाडमा बस चढाइ छ मुस्किल चराहरू कराउँदैछ कति आनन्द गरी मजा गरी खतरा गरी टाटा त अस्ति नि चैत वैशाखमै फक्लिसक्यो होइन बुबा अब त उम्रिन्छ होइन फक्लेको पनि पानी चाहिँ यतैबाट ल्याउँछ कि अब पर्तिरैबाट उता पर्तिरबाट होला थरीको चराहरू कराउनु थाल्यो पुरै आज उनी पुरै अँध्यारो न अँध्यारो क्या मौसम भएर आजको मौसम अँध्यारो न अँध्यारो छ गाह्रो छ नि बरै गाह्रो लास्ट सबै बाटै पुरै क्या भइसकेको गाडी भइसक्यो अब गाउँतिर गाउँ लगभग सक्यो होला जस्तो लाग्छ मलाई त पहिला मेरो हाम्रो घाँस गोठालो गर्थ्यौँ यतातिर यो जङ्गलतिर यतातिर घाँस काट्थ्यौँ यतातिर यो हामी घाँस काट्न आउँथ्यौँ पहिला होइन अहिले त गाउँमा मान्छे छैन बाटोहरू पनि बाटोको हालत त्यस्तो पहिला कति सफा थियो कति अझै त्यस्तो भइसकेको छ अनि रुखहरू
रुख पहराहरू ऊहरू ऊहरू खेतबारीहरू पुरै दाजु नै कस्तो रहेछ मस्त को मार्दैछ काका पो माथि गोठालो गर्नु को आउनु गोठालो एक्लै आउनु भएको काका गोठालो गर्नु हुँदो रहेछ कसलाई काका हो पसिनाले माइला काका टुक्कै आम्मा के साह्रो पसिना आएको यो मेरो त कति मार्नुभयो माछा त्यत्रो त मार्नुभयो माछा एक्लै आउनु भएको एक्लै ल गर्मीले मर्नु छ गाउँघरको हालत त्यस्तो छ साथीहरू डाँडै डाँडा चारैतिर डाँडै डाँडा उता खोला पहिला हामी त पौडी खेल्थ्यौँ यता हो अब गर्मी रहेछ यहाँ झन् गर्मी रहेछ आफै एक्लै आउनु भएको गोठाला शुद्ध कन्ने केटा होला होइन तपाईँ त एकदम होइन कति मार्नुभयो माछा कति मार्नुभयो माछा होइन म त रुपेसै मारेको पहिलाको ओरो रेस्ट थियो नि हेरेको त काकाको पो रहेछ यो बा तपाईँहरू हिँड्दाखेरि यता बाटो हिँड्नु हुँदै छैन है क्या यतातिर कताबाट हिँड्नुहुन्छ पुरै रहेछ अहिले त झाडी भएको रहेछ त पुरै बाटै पुरै छैन कि चर्लखाबाट जानुहुन्छ यताबाट माथि निक्लेर काका त फेरि कति बेला जानुहुन्छ अब घर जाम ए 2 त बजिसक्यो नि 2 त बजिसक्यो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल एन्ड न्यू भिडियो आई होप तपाईहरु सबैजना सन्चै आराम हुनुहुन्छ होला हामी पनि सन्चै आराम एन्ड फिट एन्ड फाइन छौँ साथीहरू अनि अहिले चाहिँ बिहानको मौसम छ तपाईँहरूले देख्न सक्नुहुन्छ यतातिर होइन एकदमै बिहानको मौसम छ यता है ल है टक्क त्यहाँ घाम अलि लागिरहेछ अनि म चाहिँ अहिले गाउँतिर छु हिजो निक्लेको म चाहिँ गाउँतिर होइन सो हिजोको आजको भिडियो मैले मिलाएर लगाइदिएको छु मिलाएर हेर्नु होला अनि हिजो अलिकति बिजी भयो कि व्यस्त भयो त्यस्तो पनि भयो नि अर्को कुरा अब बर्खा मास छ बत्ती सत्ती लाइन चाहिँ आइदिएन अनि मोबाइल चार्ज नभएर मैले भिडियो बनाउनु पाइनँ भिडियोलाई
एडिट गर्नु पाएन, अपलोड गर्नु पाएन। सो त्यसको लागि म क्षमा चाहन्छु होइन। अनि त्यही हो, अब अहिले चाहिँ चिया खायो, यताउता गऱ्यो, सबै चिज भइसक्यो। सो अनि हामी चाहिँ यहाँ आएको छौँ, यहाँ काकीको घर, काकी अर्कोमा छौँ अहिले चाहिँ हामी बुवासँग। अनि यस्तै छ, त्यस्तै छ, जस गाउँतिर रमाइलो रहेछ, खुसी लाग्यो मलाई त। एकदम शान्त वातावरण, आनन्द होइन। अनि घरिघरि त्यो चराचुरुङ्गीहरूको आवाज मन एकदम शान्त गर्छ क्या सबैलाई होइन। अनि त्यस्तै हो। सो सबै चारैतिर बखरी त के भन्नु र, लगभग कहिले 6 साढे 6 अथवा 6:30 त भइसक्यो होला, आज 6 हुँदैछ होला। घाम चाहिँ यता अलिक निक्लेको छैन, घाम अब बिस्तारै निक्लिँदैछ। कामसाम केही छैन, बस्दा मलाई त दिक्क लागेर वाक्क लागेर धेरै एकदम होइन। सनी त्यही हो, अब भिडियो हिजोको र आजको मिक्स एकदम साथ सो मिलाएर हेर्नु होला। ओके, अब आजको भिडियो यति नै होइन। अनि आजको भिडियोमा मैले यति नै गरेँ। भोलि अर्को भिडियोमा हामी भेट्नेछौँ, धेरै इन्जोय गर्नु होला। र यदि मेरो च्यानलको नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त। अनि भिडियो के कस्तो भइरहेछ सो कमेन्ट बक्समा कमेन्ट पनि छोड्नु होला। अनि यस्तै छ गाउँघरको भिडियो होइन। अनि त्यही हो, अब आजको भिडियो यति नै। ओके, बाई बाई।